उनी हुन् महावीर पुन, जसले 70 वर्षको उमेरमा पनि आफ्ना सम्पूर्ण सम्मान, उपलब्धि र व्यक्तिगत सुखलाई देशको समृद्धिका लागि सोझिलै त्याग्न तयार हुन्छन्। महावीर पुन नेपालका वाइफाई राजा, एक यस्ता प्रेरणादायी व्यक्तित्व हुन् जसले दुर्गम गाउँहरूमा इन्टरनेटको उज्यालो पुर्याएर शिक्षा र समृद्धिको नयाँ अध्याय लेखे। आफ्नो अन्तर्राष्ट्रिय अवार्डहरू निलाममा राखेर आत्मकथा महावीर पुनको सम्झना, सपना र अविरल यात्रा बेच्दै उनी राष्ट्रिय आविष्कार केन्द्र मार्फत नेपाललाई नवपरिवर्तनको बाटोमा डोहोर्याइरहेका छन्। उनको यो अटल यात्रा र देशप्रतिको गहिरो समर्पणले हामीलाई प्रश्न गर्छ, हामीले देशका लागि केही गरिरहेका छौँ? आउनुहोस् तिनै साधारण नेपाली वैज्ञानिक महावीर पुनको बाल्यकाल, शिक्षा, उनले देशलाई दिएको योगदानका विषयमा चर्चा गर्नेछौँ आजको टिआनबी भिडियोमा। महावीर पुनको जन्म विक्रम सम्वत 2011 माघ 5 गते पश्चिम नेपालको म्याग्दी जिल्लाको दुर्गम नागी गाउँमा आमा पूर्वी पुन र बुबा कृष्ण पुनको कोखबाट भएको थियो। उनका बुबा दोस्रो विश्वयुद्धपछि सन् 1948मा ब्रिटिस सेनाको 2 गोर्खा राइफल्समा भर्ती भए। महावीर पुन 2 वर्षको हुँदा उनको परिवार मलया, हालको मलेसिया गए, जहाँ उनले 3 वर्ष आर्मी क्याम्पमा बिताए। 5 वर्षको उमेरमा नेपाल फर्केपछि उनको परिवारको आर्थिक अवस्था कमजोर थियो। गरिबी र अभावका कारण उनले बाल्यकाल भेडा चराउँदै बाजेसँग गोठालामा बसेर घरायसी काममा सहयोग गर्दै बिताए। नागी गाउँकै स्कुलमा प्रारम्भिक शिक्षा लिन सुरु भएको उनले 5 कक्षामा पढ्दै गर्दा एक दिन घोडा चढेर आएका एक इन्सपेक्टरको आगमनले उनलाई मिडिल स्कुल खोल्ने अवसर प्राप्त गरे। उनले गाउँमै 8 कक्षासम्म पढे। बुबाले गोर्खा सेनाबाट अवकाश पाएपछि उनले चितवन खैरिनको हाई स्कुलमा भर्ना हुने मौका पाए। दोस्रो श्रेणीमा एसएलसी पास गरेपछि उनी थप अध्ययनका लागि काठमाडौँ आए र अमृत साइन्स क्याम्पसमा उच्च शिक्षा सुरु गरे। यहाँ प्रधानपञ्च प्रेमबहादुर राणाको सहयोगले उनले भारतीय गोर्खा सैनिक निवासको छात्रावासमा बस्ने र मासिक 75 रुपैयाँको छात्रवृत्ति पाउने अवसर समेत प्राप्त गरे। भारतीय दूतावासद्वारा नियुक्त सुपरिन्टेन्डेन्टको कडा अनुशासनमा उनले पढाइलाई निरन्तरता दिए, तर आर्थिक समस्याले उनलाई उच्च शिक्षाको बाटो कठिन बन्यो। आर्थिक कठिनाइले उच्च शिक्षालाई निरन्तरता दिन नसकेपछि पुन चितवन फर्किए र त्यहाँ 12 वर्षसम्म विभिन्न स्कुलहरूमा शिक्षक बने। यहाँ उनले शैक्षिक सामग्रीको अभावलाई समाधान गर्न नवीन पहलहरू गरे। स्कुलहरूको ठुलो जग्गालाई विद्यार्थीसँग मिलेर फेसार खेती, बङ्गुर र माछा पालन सुरु गरे, जसले विज्ञान शिक्षालाई आवश्यक सामग्री किन्ने खर्च जुटायो। यी प्रयासहरूले उनको सामुदायिक विकास र नवपरिवर्तनको लभावलाई छल्काउँछ। विक्रम सम्वत 2046मा एसएलसी परीक्षाको निरीक्षणको क्रममा चितवनको सिडिओसँग भएको विवादले उनको जीवनको नयाँ मोड ल्यायो। सिडिओले शिक्षकलाई हप्काएपछि उनले प्रतिवाद गरे, जसका कारण उनलाई 7 दिन जेलमा राखियो। जेलबाट छुटेपछि उनले सिडिओको कार्यालयमै गएर प्रश्न गरे, मलाई किन थुनियो? जवाफमा सिडिओले उनलाई स्कुल फर्केर पढाउन आदेश दिए। यो घटनाले उनलाई काठमाडौँ फर्कन र नयाँ बाटो खोज्न प्रेरणा दियो। काठमाडौँमा भौतारी रहँदा उनले आफ्नै पूर्व विद्यार्थी उदय मैनालीको सुझाव पाए, जागिर खानुहोस् वा अमेरिका पढ्न जानुहोस्। यो सुझावले उनलाई अमेरिकन लाइब्रेरीमा टोइफेलको तयारी गर्न र विश्वविद्यालयहरूलाई छात्रवृत्तिका लागि पत्र लेख्न प्रेरित गर्यो। उनले अन्तरिक्ष यात्री नील आर्मस्ट्रङलाई समेत पत्र लेखे, जसको जवाब प्राप्त भयो, तर छात्रवृत्ति भने आएन। ओल्ड इन एटुडेज पढेर अङ्ग्रेजी सुधार गर्यो, जसले उनलाई थप प्रेरणा दियो। विक्रम सम्वत 2045मा बुबाको क्यान्सरबाट मृत्यु भएपछि उनी आमाको सल्लाहमा काठमाडौँ फर्किए। करिब 18 महिनाको अथाह प्रयासपछि सन् 1989मा उनले नेवास्का विश्वविद्यालयमा कर्मीबाट विज्ञान शिक्षामा स्नातकका लागि छात्रवृत्ति प्राप्त गरे। यो अवसर डाक्टर डियोनार्ड स्पोक र उनकी पत्नीले नेपालप्रतिको राखेको जिज्ञासा र उनको 13 वर्षको शिक्षक अनुभवका कारण सम्भव भएको थियो। सन् 1989 जनवरी 10मा 39 वर्षको उमेरमा उनले ब्याचलर डिग्री सुरु गरे। सन् 1992मा स्नातक पुरा गरेर पुन 25 वर्षपछि आफ्नो गाउँ नागी फर्किए। त्यहाँ मिडल स्कुललाई हाई स्कुल बनाउने छलफल चलिरहेको थियो। गाउँलेहरूले उनलाई आर्थिक सहयोगको अपेक्षा गरे, तर उनले आर्थिक सहयोगको सट्टा 2 वर्ष निशुल्क पाउने र स्कुलको विकासमा योगदान दिने वचन दिए।
जसलाई गाउँलेहरूले ताली बजाएर स्वागत गरे। सन् 1992देखि 2001 सालसम्म उनले नागी र नेपालका अन्य जिल्लाहरूमा सामुदायिक विकासका लागि विभिन्न परियोजनाहरू सञ्चालन गरे। उनले स्कुलहरूको आय आर्जनका लागि प्लास्टिक टेनलमा टमाटर खेती, मम बिक्री, आरुखडाको जाम, हस्तकागज उत्पादन र मौरी पालन, माछा पालन र पर्यटकहरूका लागि क्याम्पेनिङ स्टल बनाए। यद्यपि अङ्ग्रो खाएको उन बिक्रीको योजना भने सफल भएन। सन् 1994मा भने निवास काका साथीहरूको सहयोगमा माइक्रो हाइड्रो जेनेरेटर जडान गरेर उनले गाउँमा पहिलो पटक बिजुली बाल्न सफल भए। सन् 1990को दशकमा अमेरिकामा इन्टरनेट भर्खरै स्कुलहरूमा पुग्दै थियो। उनले सूचना प्रविधिको सम्भावना बुझेर कम्प्युटर मर्मतको तालिम लिए र नेपाल फर्केपछि जापान, मलेसिया, अस्ट्रेलिया र सिङ्गापुरबाट प्रयोग भएका कम्प्युटरहरू दानमा ल्याए। सन् 2001मा उनले बीबीसीको गो डिजिटल समाचारमा बुल्गेरियाको दुर्गम क्षेत्रमा वायरलेस इन्टरनेट विस्तारको कथा पढे। यो समाचारले उनलाई प्रेरित गर्यो र उनले बीबीसीको कमेन्ट बक्समा आफ्नो योजना लेखे। बीबीसीका पत्रकार अल्फ हर्मिटले उनको इमेल बुल्गेरियाका क्रिस्टियनलाई पठाए, जसले उनलाई भारतीय मूलका कृष्ण रल्लापल्लीसँग जोड्यो। रल्लापल्लीको सहयोगमा पोखराबाट 40 किलोमिटर टाढा रहेको नागी गाउँमा इन्टरनेट जोडे। माओवादी दण्डकालका कारण वायरलेस सामग्री आयातमा प्रतिबन्ध भए पनि डिस एन्टेना प्रयोग गरेर 3300 मिटर अग्लो मोहरे डाँडा हुँदै गाउँमा सिग्नल पुर्याए। यो प्रयासले नागी नेपालको पहिलो इन्टरनेट जोडिएको गाउँ बन्यो। डिलिङ कम्पनीले समेत उनको यो उपलब्धिलाई विश्वास गर्न गाह्रो मानेन। यो इन्टरनेट सञ्जालको गाउँलेहरूलाई हाट बजार नामक स्थानीय ई-कमर्स प्लेटफर्म मार्फत भैँसी, खसी, सागसब्जी बेच्ने अवसर दियो। यो पहलले म्याग्दीमा इन्टरनेटबाट भैँसी बेच्छन् भन्ने हल्ला चल्यो। सन् 2004 पछि उनलाई अन्य गाउँहरूबाट इन्टरनेट जोडानको अनुरोध समेत आउन थाल्यो र उनले नेपालका विभिन्न ठाउँहरूमा यो प्रविधि विस्तार गरे। सन् 2012मा महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरे, जसको मुख्य उद्देश्य अनुसन्धान र नवप्रवर्धन मार्फत नेपालको आर्थिक विकासलाई गति दिनु थियो। नेपालका प्रमुख वैज्ञानिकहरूको सहभागितामा यो केन्द्रले दर्जनौं परियोजनाहरू सञ्चालन गरिरहेको छ। कोरोना कालमा केन्द्रको अल्ट्राभायोलेट निर्मलीकरण बक्स र भेलिन्टरी मर्मत जस्ता कार्यहरू गरेर समाजलाई महत्त्वपूर्ण योगदान दियो। तर केन्द्रलाई दीर्घकालीन बनाउन आर्थिक स्रोतको अभाव भयो। उनले सरकारसँग डिजिपीको 1% अनुसन्धानका लागि 54 करोड रुपैयाँ अनुदान र नेपाल ट्रस्टको 100 रोपनी जग्गा मागे, तर सरकारले यो प्रस्ताव स्वीकार गरेन। उनले माउन्ट एभरेस्ट मिनरल वाटर परियोजना मार्फत सगरमाथाको हिउँ पक्रेर आएको पानीलाई विश्व बजारमा बेच्ने योजना बनाए, तर सरकारले यो अवसर विदेशी कम्पनीलाई थियो। वीरगञ्जको कृषि औजार कारखाना मर्मतका लागि सरकारसँग भएको सम्झौता पनि पूरा भएन। आर्थिक स्रोत जुटाउन उनले आफ्ना अन्तर्राष्ट्रिय अवार्डहरू सन् 2002 को अशोका फेलो, सन् 2004 को ग्लोबल आइडिया बैंक अवार्ड, सन् 2007 को नवेस्का विश्वविद्यालयको मानार्थ डक्टरेट, सन् 2014 को जोनाथन बी पोस्टेल अवार्ड लिलाममा राखे। साथै उनको आत्मकथा महावीर पुनको सम्झना सपना अविरल यात्रा बेच्दै देशभरि यात्रा गरिरहेका छन्। उनले माइतीघर मण्डलामा धरना दिएर सरकारलाई अनुसन्धान नवप्रवर्धनमा लगानी गर्न दबाव समेत दिए। महावीर पुनको भविष्यको सपना नेपाललाई नवप्रवर्धन र प्रवृत्तिको विश्व मञ्चमा स्थापित गर्नु हो। राष्ट्रिय आविष्कार केन्द्र मार्फत उनले नेपालको ग्रामीण र शहरी क्षेत्रमा प्रविधि र अनुसन्धानको सांस्कृतिक विकास गर्न चाहन्छन्। उनको योजना समावेशी छ, जसले युवा वैज्ञानिक, उद्यमी र नवप्रवर्तकहरूलाई अवसर प्राप्त गर्नेछ। उनले कृषि, शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रमा प्रविधिमा आधारित समाधानहरू विकास गर्न जोड दिएका छन्। उनले प्रस्ताव गरेका 10 मेगावाटको जलविद्युत स्टेसन र माउन्ट एभरेस्ट मिनरल वाटर जस्ता परियोजनाले केन्द्रलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सक्थे, तर सरकारी असहयोगले यी योजनाहरू अवरुद्ध भए। भविष्यमा उनले निजी क्षेत्र, अन्तर्राष्ट्रिय दार्शनिकाय र समुदायको सहयोगमा केन्द्रलाई बलियो बनाउने सम्भावना छ। उनको आत्मकथाको बिक्री र अवार्ड लिलामबाट प्राप्त रकमले केन्द्रका परियोजनाहरूलाई गति दिनेछ। उनको नेतृत्वमा नेपाल इनोभेसन हबको अवधारणा विस्तार हुन सक्छ, जसले ग्रामीण क्षेत्रका समस्याहरूलाई स्थानीय स्रोत र प्रविधिबाट समाधान गर्नेछ।
उनको दृष्टिकोणले नेपाललाई डिजिटल प्रविधि रूपमा आत्मनिर्भर बनाउन सक्छ, विशेष गरी शिक्षा स्वास्थ्यको क्षेत्रमा। साथै उनको सामुदायिक विकासको मोडलले विश्वका अन्य विकसित मुलुकहरूका लागि पनि प्रेरणा बन्न सक्छ। महावीर पुनको जीवनले हामीलाई सिकाउँछ कि सच्चा सफलता व्यक्तिगत उपलब्धिमा मात्र होइन, समाज र देशको हितमा समर्पित भएर पनि हुन्छ। उनले प्रविधिको प्रयोगबाट नेपालमा दुर्गम गाउँहरूमा शिक्षा र अर्थतन्त्रमा परिवर्तन ल्याए। उनको इन्टरनेट क्रान्तिले गाउँलेहरूलाई विश्व मञ्चसँग जोड्यो र उनको राष्ट्रिय आविष्कार केन्द्रले नवप्रवर्तनको सांस्कृतिक निर्माण गरिरहेको छ। कुलमान घिरसिङ जस्तै पुन पनि समृद्धिका लागि सक्कली अभियन्ता हुन्, जसलाई राज्यले चिनेर पनि व्यवस्था गरेको छ। तर उनको योगदानलाई भावी पुस्ताले अवश्य मूल्याङ्कन गर्नेछन्। हौस् त, आजको भिडियोमा यति नै। भिडियो कस्तो लाग्यो? यदि मन परेमा यस्तै भिडियो हेर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु।